हेलो गाइस, गुड मर्निङ, दर्शन नमस्ते। आज हामी एक्टिभ प्यासिभ भोइसको विषयमा फेरि पनि छलफल गर्नेछौँ। लास्ट भिडियो हेर्नुभएको छैन भने हेर्नुहोला, त्यसकै विषयमा हामीले कन्टिन्यू गर्नेछौँ। वी आर गोइङ टु अन्डरस्ट्यान्ड मोर इक्जाम्पल्स टु अन्डरस्ट्यान्ड एबाउट वर्ब फोर रुल। ठिक छ, एक्टिभबाट प्यासिभ भोइसमा चेन्ज गर्दाखेरि वी हेभ फिक्स्ड वान थिङ द्याट इज फलोइङ स्टेप्स। स्टेप 1, 2, 3, 4 त्यही हामी युज गर्नेछौँ र त्यसमा मेन बी वर्ब र अक्सिलरी वर्बको युज हुन्छ। त्यसलाई ध्यान राखेर हामीले प्यासिभ भोइसमा चेन्ज गर्नुपर्छ होइन। सो त्यसलाई पनि एक्सप्लेन गरेको थिएँ। सो आज हामी वर्ब फोरमा के युज गरेर कन्भर्ट गर्छौँ, बिङ युज गरेर कन्भर्ट गर्छौँ। लास्ट भिडियोमा डिस्कस गरेको थियौँ, हेर्नुहोला अझै राम्ररी बुझ्नको लागि। सो लेट्स कन्टिन्यू दिस। ओके, स्क्रिनमा डु वर्ब, ह्याभ वर्ब र बी वर्बको वर्ब फर्म्स पनि आउँदैछ होला, वर्ब 1 देखि वर्ब 5 सम्म, बिकज वी युज एज अ मेन वर्ब एज वेल एज अक्सिलरी वर्ब। ल, यसलाई याद राख्नुहोला। सो हामीले के गर्नुपर्छ भन्दाखेरि वर्ब 4लाई बुझ्दाखेरि इज एमआर वाज वरसँग युज गरिन्छ। इज एमआर वाज वरसँग युज गरिन्छ वर्ब 4। ठिक छ, एकर्डिङ टु टेन्स। डाइरेक्टली पनि युज गरिन्छ, द्याट इज डिफ्रेन्ट कन्सेप्ट, त्यो हामी पछि गर्नेछौँ। सो अहिले हामीले ध्यान राख्ने हो इज एमआर वाज र वरको ठिक छ विषयमा। इज एमआर प्रेजेन्ट टेन्समा युज हुन्छ, वाज वर पास्ट टेन्समा युज हुन्छ। सो हाम्रो फर्स्ट इक्जाम्पल रहेको छ हि इज कलिङ मी। ठिक छ, अब यहाँ हामीले के गर्नु पऱ्यो, स्टेप 1मा सब्जेक्ट आइडेन्टिफाई गर्नु पऱ्यो, द्याट इज हि, अक्सिलरी वर्ब द्याट इज मेन वर्ब, कलिङ द्याट इज वर्ब 4, अब्जेक्ट मी एन्ड देयर इज नो अदर इन्फर्मेसन। त्यसपछि हामीले के गर्नु पऱ्यो, रिप्लेस सब्जेक्ट विथ अब्जेक्ट। सो यहाँ सब्जेक्ट र अब्जेक्टको ठाउँमा हेर्दाखेरि मी अब्जेक्टको ठाउँमा छ, त्यही भएर सब्जेक्टको ठाउँमा ल्याउँदाखेरि त्यो केमा चेन्ज हुन्छ, आईमा चेन्ज हुन्छ प्यासिभ भोइसमा। ल, नाउ नेक्स्ट अब के बुझ्नु पऱ्यो, इज एमआर। सो इज एमआर प्रेजेन्ट टेन्समै युज हुन्छ, सो वी आर गोइङ टु युज इज एमआर ओन्ली। सो आई अब सब्जेक्टको ठाउँमा आइसकेपछि आईको आधारमा हामीले अक्सिलरी वर्बलाई अपडेट गर्नु पऱ्यो। ठिक छ, अब यहाँ वाज वर लेख्न मिल्दैन बिकज इज एमआर इज इन प्रेजेन्ट टेन्स, त्यही भएर हामीले आईसँग एम युज गर्ने हो। ल, नाउ नेक्स्ट हामीले के गर्नु पऱ्यो, अब यहाँ वर्ब 4 दिएको छ। ठिक छ, वर्ब 4 दिएको छ कलिङ। सो वर्ब 4को आधारमा हामीले के अब एड गर्ने, बिङ एड गर्ने। ल, बिङ एड गर्ने। सो टिल नाउ आई एम बिङ, अगाडि बढ्नु हामी। अब यहाँ के गर्नुपर्छ भन्दाखेरि वर्ब 4 छ कलिङ, अब यसलाई हामीले वर्ब 3मा चेन्ज गर्नुपर्छ, द्याट इज कल्ड। ठिक छ, आई एम बिङ कल्ड। नाउ नेक्स्ट इज देयर इज नो अदर इन्फर्मेसन, सो वी आर नट गोइङ टु राइट एनिथिङ। आफ्टर दिस वी हेभ टु एड बाई। सो आई एम बिङ कल्ड बाई। ठिक छ, यहाँसम्म बुझ्नुभयो होला। अब लास्ट के छ भन्दाखेरि हामीले रिप्लेस अब्जेक्ट विथ सब्जेक्ट। सब्जेक्ट के छ यहाँ, हि। अब अब्जेक्टको ठाउँमा गयो भने के गर्ने हामीले, ठिक छ, के गर्ने भन्नु त, कमेन्ट गर्नु त। के गर्नुपर्छ भन्दाखेरि हि यहाँ प्रोनाउन हो। ठिक छ, सो प्रोनाउन टेबलको आधारमा जब हामीले प्रोनाउन सब्जेक्टको रूपमा छ र त्यसलाई अब्जेक्टको ठाउँमा लग्दाखेरि हामीले के गर्नुपर्छ, त्यसलाई अपडेट गर्नुपर्छ अब्जेक्टिभ फर्ममा। सो हि गेट्स कन्भर्टेड इन्टु हिम। सो आई एम बिङ कल्ड बाई हिम। लास्टमा हामीले के गर्नु पऱ्यो, पङ्क्चुएसन। ठिक छ, सो पङ्क्चुएट गर्दाखेरि हामीले के गर्नु पऱ्यो, दिट इज अ नर्मल असर्टिभ सेन्टेन्स, वी आर गोइङ टु एड फुल स्टप। सो आवर आन्सर इज आई एम बिङ कल्ड बाई हिम फुल स्टप। भेरी सिम्पल, आई होप यु आर अन्डरस्ट्यान्डिङ। ठिक छ, बुझ्दै हुनुहुन्छ भने के गर्नु, कमेन्ट गर्नु, लाइक गर्नु, सेयर गर्नु, साथीहरूसँग एकपटक प्र्याक्टिस पनि गर्नु। ठिक छ, बुझ्नुभएको छ भने एउटा सेन्टेन्स लेख्नु यस्तै टाइपको कमेन्टमा र त्यसको आन्सर सल्भ गरेर पनि कमेन्ट गर्नु। ल, नाउ नेक्स्ट इक्जाम्पल वी आर गोइङ टु सल्भ इज स्टुडेन्ट्स आर प्रिपेयरिङ दिस प्रोजेक्ट। ठिक छ, अब यहाँ हामीले फेरि फर्स्ट वान स्टेप इज आइडेन्टिफिकेसन। सो आइडेन्टिफिकेसन गर्दाखेरि हामीले के गर्नु पऱ्यो, सब्जेक्ट स्टुडेन्ट्स, अक्सिलरी वर्ब आर, मेन वर्ब प्रिपेयरिङ, अब्जेक्ट दिस प्रोजेक्ट वर्क, अदर इन्फर्मेसन नन। आफ्टर दिस अब हामीले हेर्नु पऱ्यो, के गर्नु पऱ्यो, स्टेप 1मा आइडेन्टिफाई गरिसकेपछि सो रिप्लेस सब्जेक्ट विथ अब्जेक्ट। सो दिस प्रोजेक्ट आउँछ सब्जेक्टको ठाउँमा। त्यसपछि हामीले के गर्नु पऱ्यो, अब यहाँ दिस प्रोजेक्ट एउटा सिङ्गुलर सब्जेक्ट हो, द्याट्स वाइ आर इज गेटिङ कन्भर्टेड इन्टु इज। फेरि ध्यान राख्नु होला, वाज वरमा कन्भर्टेड भएको छैन है, किनकि वाज वेयर पास्टमा युज हुन्छ। इज एमआर कम्बिनेसन भएर हाम्रो अक्सिलरी वर्बको प्रेजेन्ट टेन्समा युज हुन्छ। सो दिस प्रोजेक्ट इज, त्यसपछि यहाँ वर्ब 4 छ प्रिपेयरिङ, द्याट्स वाइ वी आर गोइङ टु एड बिङ नेक्स्ट स्टेपमा। ठिक छ, अब के गर्नुपर्छ, प्रिपेयरिङ वर्ब 4 हो, सो हामीले यसलाई वर्ब 3मा कन्भर्ट गर्ने। स्टेप 4मा हाम्रो सेन्टेन्स कहाँसम्म पुग्छ, दिस प्रोजेक्ट इज बिङ प्रिपेयर्ड। ल, नेक्स्ट नाउ नेक्स्ट
दिस प्रोजेक्ट इज बिङ प्रिपेयर्ड, त्यसपछि हाम्रो कुनै पनि अदर इन्फर्मेसन छैन, त्यही भएर हाम्रो अगाडि के गर्नु पर्यो, नेक्स्ट स्टेपमा बाई एड गर्नु पर्यो। सो बाई एड गरिसकेपछि हामीले के गर्नु पर्यो, सब्जेक्टलाई अब्जेक्टको ठाउँमा लग्नु पर्यो। सो सब्जेक्ट स्टुडेन्ट्स विच इज अ नाउन, सो इट इज गेटिङ युज एज इट इज ल। सो दिस प्रोजेक्ट इज बिङ प्रिपेयर्ड बाई स्टुडेन्ट्स, लास्टमा वी हेभ टु पङ्क्चुएट, सो वी आर गोइङ टु एड फुल स्टप। सो आवर आन्सर इज दिस प्रोजेक्ट इज बिङ प्रिपेयर्ड बाई स्टुडेन्ट्स। ठिक छ, बुझ्दै हुनुहुन्छ होला। वर्ब 4 छ भने हामीले बिङ युज गर्नुपर्छ प्यासिभ भोइसमा चेन्ज गर्दा ल साथीहरू। सो नेक्स्ट इक्जाम्पल रहेको छ, माई फ्रेन्ड्स वर इन्भाइटिङ हिम इन द पार्टी। अब यहाँ हेर्ने ल, ठिक छ, फर्स्ट स्टेपमा गर्दाखेरि के हुन्छ हाम्रो, माई फ्रेन्ड सब्जेक्ट आयो, अक्सिलरी वर्ब वर आयो, मेन वर्ब इन्भाइटिङ आयो, अब्जेक्ट हिम आयो, अदर इन्फर्मेसन इन द पार्टी। अब यसलाई फेरि हामी स्टेप बाई स्टेप सल्भ गर्दै जाँदाखेरि सेकेन्ड स्टेपमा के आउँछ, हिम अब्जेक्ट हो, सो हिमलाई सब्जेक्टको ठाउँमा ल्याउँदाखेरि हिमा कन्भर्ट हुन्छ सब्जेक्टिभ फर्ममा। अब यसपछि यहाँ अक्सिलरी वर्ब वर युज भएको छ, तर हि सिङ्गुलर सब्जेक्ट हो, सो वाजमा कन्भर्ट हुन्छ अक्सिलरी वर्ब, सो हि वाज। ठिक छ, अब त्यसपछि वर्ब 4 छ, सो वी आर गोइङ टु एड बिङ, सो हि वाज बिङ स्टेप 3 अब स्टेप 4मा इन्भाइटिङलाई इन्भाइटेडमा चेन्ज गर्ने वर्ब 3 सो हि वाज बिङ इन्भाइटेड। अब नेक्स्ट एड अदर इन्फर्मेसन, सो हि वाज बिङ इन्भाइटेड इन द पार्टी। अब यसपछि हामीले के एड गर्नु पर्यो, बाई एड गर्नु पर्यो, हि वाज बिङ इन्भाइटेड इन द पार्टी बाई। अब लास्ट स्टेप के छ हाम्रो, अब्जेक्टको ठाउँमा कसलाई लग्ने, सब्जेक्टलाई, सो माई फ्रेन्ड्स सब्जेक्ट छ, सो माई फ्रेन्ड्स एड गरिदिने लास्टमा। सो सबै गरिसकेपछि वी हेभ टु पङ्क्चुएट, सो वी आर गोइङ टु एड फुल स्टप। सो आन्सर इज हि वाज बिङ इन्भाइटेड इन द पार्टी बाई माई फ्रेन्ड्स। आई होप इट इज गेटिङ क्लियर। ठिक छ, बुझ्नु होला, प्रयास पनि गर्नु होला। फेरि यस्तो खालको के गर्नु पर्यो, तपाईँले एउटा दुईवटा सेन्टेन्स आफै लेखेर प्र्याक्टिस गर्नु पर्यो र साथीहरूलाई पनि बताउनु पर्यो, सिकाउनु पर्यो। सो इफ यु मेक अदर लर्न, it will be easy for you to remember that particular concept for a longer period of time ल। अब हाम्रो नेक्स्ट इक्जाम्पल रहेको छ, सी वाज कपिङ अल माई आन्सर्स। अब फेरि हामीले के गर्नु पर्यो, आइडेन्टिफिकेसन स्क्रिनमा आउँदैछ, हेर्नु बुझ्नु, ठिक छ, के युज गरेको छ, कसरी कन्भर्ट गरेको छ। र अब स्टेप बाई स्टेप हामीले कन्भर्ट गर्दाखेरि पनि स्टेप फर्स्टमा आइडेन्टिफिकेसन गरिसकेपछि अल माई आन्सर्स हाम्रो अब्जेक्ट थियो, सब्जेक्टको ठाउँमा आयो, त्यसपछि हामीले वर युज गऱ्यौँ, बिकज अल माई आन्सर्स इज इट बिकम्स प्लुरल सब्जेक्ट, सो वाज इट्स गेटिङ कन्भर्टेड इन्टु वर। त्यसपछि वर्ब 4 छ, बिङ एड गऱ्यौँ, त्यसपछि वर्ब 3 लाई एड गऱ्यौँ, ठिक छ, कपिङको वर्ब 3 कपिड छ, सो अल माई आन्सर्स वर बिङ कपिड। त्यसपछि हाम्रो के भयो, अदर इन्फर्मेसन छैन नलेख्ने, त्यसपछि बाई एड गर्ने, र लास्टमा सब्जेक्टलाई अब्जेक्टको ठाउँमा लग्ने। हियर सब्जेक्ट सी इज इन pronoun, so it is getting converted into objective form of she, that is her, and full stop add gardine. Answer done, all my answers were being copied by her. ठीक छ, I hope you are understanding. Revision गर्नु होला, revision is the key to success. बिना प्र्याक्टिस बिना रिभिजनको हामी अगाडि बढ्न सक्दैनौँ। ठिक छ, जति जति ठुलो मान्छेहरू छन् यो संसारमा, दे किप अन डुइङ इट अन रेगुलर बेसिस, किप अन डुइङ, सो यु बिकम मास्टर अफ द्याट पर्टिकुलर थिङ। ठिक छ, सो ध्यान राख्नु होला। इट हेल्दी, बी हेल्दी। साइनिङ अफ, अभिषेक गौतम।